यो ड्र्यागन फ्रुट चाहिँ पोहोर साल लगाएको थिएँ। यो यहाँ पर यो फलको लाग्नको लागि रातो रातो भइरहेको छ। यहाँबाट चाहिँ फल निस्किन्छ, थुप्रै निस्किरहेको छ। त्यो अर्को फलेको हाँगाबाट, त्यो अर्को ड्र्यागन फ्रुटको बेर्नाबाट मैले काटेर हाँगा काटेर राखेको पोहोरमा। अहिले चाहिँ फल्दै पनि छ र नयाँ निस्किनु पनि लागिरहेको छ बतिलाहरू। यसरी यहाँ चाहिँ यो चाहिँ अब यो ठुलो हुँदै जाने भयो। कति ठुलो हुन्छ थाहा छैन। यता चाहिँ अब यो फुल खेल्न बाँकी छ। यो तीनटा चाहिँ फुल खेल्न बाँकी छ। यसमा त तीनटा निस्केछ यो बोटमा। यो बोटमा अरू छ कि छैन हेर्नु छ। यो बोटमा अहिले निस्केला जस्तो छैन। हेर्दै जाऊँ। उतातिर निस्किन लाग्छ, उतातिर निस्किन लाग्छ। म देखाउँछु। यो बोटमा पनि निस्किन लाग्छ। अब यसमा पनि ड्र्यागन फ्रुट फल्छ। एउटा, दुईटा, तीनटा, त्यसपछि यहाँ एउटा चारटा, उता भयो अघि। यो अब यो बोटमा चाहिँ त्यही यो तीनटा भइहाल्यो। यो बोटमा तीनटा भयो। त्यसपछि अरू निस्किन लाचिरहेछ नि हेरौँ। अरू चाहिँ निस्केला जस्तो अहिले निस्किँदैन होला, अलिक पछि निस्किन्छ होला यहाँ अरू पनि। र यो बोटमा चाहिँ एउटा दुईटा भयो फलेको। सायद यो होइन, यो होइन। दुईटा अनि यहाँ तीनटा, त्यहाँ एउटा भयो चारवटा। यसमा चाहिँ यो बोटमा दुईटा मात्रै थियो। अब नयाँ निस्किँदा छ। यहाँ यो निस्किने हो। यहाँबाट निस्किन्छ, यहाँबाट निस्किन्छ, यहाँबाट निस्किन्छ, और यहाँबाट यस्तै गरेर यहाँबाट निस्किँदैछ। एउटा, दुईटा, तीनटा, चारवटा, अनि यो पाँचवटा, छवटा, सातवटा, यहाँ आठवटा, नौवटा। 1 2 3 4 5 6 7 8 9 यही हाँगामा चाहिँ 9वटा निस्किँदैछ। अब 9वटामा कतिवटा फल बस्छ त्यो थाहा भएन। यो बोटमा चाहिँ धेरै निस्किन्छ। यो चाहिँ भाँचिएको हुनाले पहिला निस्किन्थ्यो होला। यो भाँची गयो, डोरी बाँध्न बिर्सेको हुनाले भाँची गयो। अब भएन सायद। अब यो वर्ष नपर्ला हो। म यसको निकै मोटो छ। यो मैले बचाइदिएँ, हाँगाहरू फालिदिएको हो। यो फालिदिएपछि बल्ल यो निस्किन लाग्यो। यहाँ पनि निस्किन लाग्छ। यो पनि निस्किन लाग्छ जस्तो छ यहाँ। सरी योमा चाहिँ टन्न निस्किला जस्तो छ। तर के हुन्छ भने पछि यसरी कुहिएर जान्छ। यो मैले यो चाहिँ नहुने पहेँलो भएर भयो। यो हुँदैन, यो बिग्री गयो। अब त्यो रातैमा यो रातैमा बस्यो भने पनि हुँदैन। यो नहुने हो। यो राम्रोसँग पराक्सेसन नभएको होला। अनि मैले हिजो निकाल्दै थिएँ, त्यतिकै तानिदिएको। यो चाहिँ नहुने। जस योमा चाहिँ टन्नै होला जस्तो छ। यो बोटमा चाहिँ यो ड्र्यागन फ्रुटहरू भयो। अहिले पोहोर लगाएको फलिरहेको बुटको थियो, त्यसको हाँगाहरू काटेर लगाइदिएको थिएँ। अहिले फलिगयो। नचाहिनेहरू फाल्न छ। यो फाल्न पाइरहेको छैन। अब पछि लगेर फालिदिन्छु। मैले चाहिँ त्यत्तिकै मेरो त यो एकचोटि रोपेपछि यो जति पनि हाँगा निस्किन्छ छ्यालबालै हुन्छ। एकचोटि फल्न थालेपछि यो बुट चाहिँ अब जति पनि हाँगा टन्न निस्किन्छ, जति नै हाँगा हुन्छ। किन्ने बेला एउटा बुटलाई नै 500 रुपियाँ किनेको। यो चाहिँ मैले कतिलाई त्यसै बाँडिदिएको छु।
अझै पनि अलिकति गरेको छु मेरो साथीको लागि मैले निकालिराखेको छु अब यो कति फल्छ